कम्ती स्यालेरी 10,000 मा पनि हामी एकदम राम्रो अमाउन्टसँग रिटायरमेन्ट दिन सक्छौँ। आज हामी त्यो सिक्नेछौँ 10,000 लाई हामीले कसरी डिस्ट्रिब्युट गर्नुपर्ने। 10,000 को लागि हामीले 80, 15 अनि 5 को रुल जान्नेछौँ। 80 भनेपछि 80% चाहिँ हामी हाम्रो निड्सको लागि, हामीलाई चाहिने ग्रोसरिज, नानीहरूको फिजको लागि, साथसाथै कतिवटा मेडिसिन्सको कुराहरू, जति पनि तपाईँको निड्स छ, बेसिक निड्स छ, त्यो चाहिँ 8,000 तपाईँले राख्नुपर्ने हुन्छ, स्ट्रिक्टली त्यसमा राख्नुपर्ने हुन्छ। अनि जो 15% छ, जो 1,500 रुपियाँ छ, त्यो चाहिँ तपाईँको वान्ट्सको लागि, तपाईँलाई चाहिने हरेक कुरा तपाईँले 1,500 भित्रै गर्नुपर्ने हुन्छ। तर तपाईँलाई म 2 वर्षको लागि चाहिँ त्यो 1,500 तपाईँले रेकरिङ डिपोजिट गर्नुहोस्, जो चाहिँ तपाईँको गएर 36,000 रुपियाँ हुन्छ, जसमा चाहिँ तपाईँले इयरली गर्नुभयो भने तपाईँले 3,000 जुन चाहिँ एक्स्ट्रा पाउनुहुन्छ, अलिकति इन्ट्रेस्ट पनि पाउनुहुन्छ। त्यसमै तपाईँले तपाईँको वान्ट्स चलाउनुहोस्, तपाईँले किन्नुपर्ने लुगाफाटाहरू तपाईँले 3,000 रुपियाँ 2 वर्षको लागि गर्नुहोस्। अनि त्यो 30,000 रुपियाँ चाहिँ तपाईँले तपाईँको इमर्जेन्सी फन्डको लागि राख्नुहोस्। कोही बेला इमर्जेन्सी अचानक आयो भने चाहिँ त्यतिखेर तपाईँलाई 30,000 काम गर्छ। रिमेनिङ जो 5 छ, त्यो चाहिँ 5%, त्यो चाहिँ 500 रुपियाँ चाहिँ म तपाईँलाई एन्करेज गर्छु, तपाईँले म्युचुअल फन्ड स्टार्ट गर्नुहोस्। यदि तपाईँले म्युचुअल फन्ड स्टार्ट गर्नु भने, यदि तपाईँ 20 इयर्स ओल्ड हुनुहुन्छ भने तपाईँले 500 रुपियाँ हाल्नु भयो भने नि तपाईँ छक्कै पर्नुहुन्छ। त्यो अमाउन्ट गएर 1 करोड 15 लाख रुपियाँ हुन्छ जब तपाईँ 60 इयर्सको हुनुहुन्छ। तपाईँ 25 इयर्सको हुनुहुन्छ भने 500 रुपियाँ 15% इन्ट्रेस्ट रेटको रिटर्नको अनुसारले गएर 57 लाख रुपियाँ हुन्छ। तपाईँ 30 इयर्सको पनि हुनुहुन्छ भने 500 तपाईँले हाल्नु भयो भने 15% को इन्ट्रेस्ट रेटमा तपाईँले पाउनुहुन्छ 27 लाख रुपियाँ। सो तपाईँले जति सक्दो छिटो गर्नुहुन्छ, तपाईँले देख्नुहुँदैछ त्यो अमाउन्टमा फ्लक्चुएसन आएको। सो एन्करेज गर्छु, सानो अमाउन्ट छ र तपाईँले एसआइपी चाहिँ यो भिडियो तपाईँलाई राइट लाग्छ भने तपाईँले चालु गरिहाल्नुहोस्। नि तपाईँको जसरी 10,000 देखि स्यालेरी बढ्दै जान्छ, तपाईँले अलिकति याद गर्नुपर्ने चाहिँ तपाईँको हेल्थ इन्सुरेन्स छ फ्यामिलीको, त्यसलाई चाहिँ तपाईँले हाई प्रायोरिटीमा लिनुहोस्। त्यहाँदेखि मात्रै तपाईँलाई चाहिने कुराहरूलाई वान्ट्सहरू तपाईँले बढाउनुहोस्, त्यो चाहिँ तपाईँले म्यान्डेटरी गर्नुहोस्। त्यो चाहिँ तपाईँले 80, 15 अनि 5 को रुल चाहिँ तपाईँले 10,000 स्यालेरीमा लागू गर्नुभयो भने तपाईँको फ्युचर एकदम असल भएर जानेछ। हामी तपाईँलाई एन्करेज गर्न चाहन्छौँ। यो भिडियो तपाईँको लभ वन्सलाई